नमस्ते दर्शकबिन, जति पनि दर्शक हेर्दै हुनुहुन्छ, के तपाईँलाई थाहा छ एप कसरी अपडेट गर्ने र तपाईँ अपडेट गर्नु भएन भने तपाईँले चाहिँ के प्रब्लम हुनसक्छ होइन। र तपाईँ अपडेट गर्न चाहनुहुन्छ भने कसरी चाहिँ अपडेट गर्ने हो फोनको एप्सहरू होइन, यो तपाईँहरूले चाहिँ जानकारी दिन्छु होइन। र तपाईँ चाहिँ लास्टसम्म हेर्नु होला। एप अपडेट गर्नु भएन भने तपाईँको चाहिँ नयाँ जुन एपहरूको फिचर जुन हुन्छ नि त्यो चाहिँ तपाईँको त्यो एपमा चाहिँ हुँदैन होइन। एप के हुन्छ भने टाइम टु टाइम के हुन्छ त्यो त्यसको चाहिँ भर्जन जुन हुन्छ नि त्यो परिवर्तन र त्योमा नयाँ नयाँ फिचरहरू चाहिँ तपाईँको चाहिँ एप प्रोभाइडरहरू डेभलपरहरूले चाहिँ एड गरिरहेको हुन्छ। तर तपाईँ चाहिँ अपडेट गर्नु भएन भने त्यस्तोमा चाहिँ त्यो फ्युचर चाहिँ तपाईँ युज गर्न सक्नुहुन्न। त्यो एप चाहिँ अपडेट गर्नुपर्ने हुन्छ होइन। अपडेट तपाईँले चाहिँ जानिराख्नु पर्ने हुन्छ होइन। त्योमा चाहिँ सबै एप चाहिँ तपाईँ अपडेट नगरे पनि होइन, तपाईँले जुन मन पराइरहेको छ, तपाईँ जुन बेसिक चाहिँ युज गरिराख्नु भएछ त्यो अपडेट गर्नुभयो भने तपाईँले नयाँ नयाँ फिचरहरू त्यो चाहिँ हुँदैन होइन। त्यही भएर चाहिँ तपाईँ चाहिँ एप अपडेट गर्नुपर्ने हुन्छ होइन। कसरी गर्ने होइन यो जानकारी चाहिँ तपाईँले चाहिँ दिन्छ होइन। र तपाईँ चाहिँ होइन अब एप अपडेट गर्नु भएन भने त्यस्तोमा चाहिँ तपाईँले प्रब्लम पनि फेस गर्न सक्नुहुन्छ होइन। के हुन्छ भने एप तपाईँको क्र्यास गरिदिने होइन, चल्दाखेरि चाहिँ तपाईँको एप चाहिँ स्लो चल्ने होइन, त्यो पनि समस्या चाहिँ होइन जुन एप भर्जन हुन्छ नि त्यो अनुसार नै हुनसक्छ होइन। त्यसको लागि चाहिँ तपाईँले चाहिँ इम्पोर्टेन्ट हुन्छ चाहिँ एप चाहिँ अपडेट गर्नुपर्ने हुन्छ। स्मुथ रनिङ गर्नको लागि नि अपडेट गर्न एकदमै इम्पोर्टेन्ट हुन्छ। सो त्यसरी गर्ने हो एप अपडेट होइन। सुरु गर्नुभन्दा पहिला तपाईँहरूले चाहिँ हाम्रो च्यानललाई सब्सक्राइब गर्नु भए छैन भने सब्सक्राइब चाहिँ गर्न सक्नुहुन्छ। यस्तै टेक्निकल जानकारीहरूको लागि चाहिँ यो च्यानललाई चाहिँ तपाईँ सब्सक्राइब गरेर राख्न सक्नुहुन्छ। सब्सक्राइब गर्नुभयो भने तपाईँले फाइदा हुन्छ होइन। कुनै टेक्निकल जानकारी आयो भने त्यस्तोमा तपाईँले चाहिँ नोटिफिकेसन जान्छ र तपाईँ त्यो भिडियो चाहिँ हेर्न सक्नुहुन्छ। सो चाहिँ तपाईँ सब्सक्राइब चाहिँ गरिहाल्नुहोस्। कसरी गर्ने हो अपडेट होइन, त्यसको लागि चाहिँ तपाईँ प्ले स्टोर त्यो चाहिँ ओपन गर्नुपर्ने हुन्छ। सबैको फोनमा प्ले स्टोर छ होइन, तपाईँको फोनमा पनि होला होइन। सबैको फोनमा चाहिँ एन्ड्रोइडमा प्ले स्टोर हुन्छ। सो तपाईँ चाहिँ प्ले स्टोर चाहिँ ओपन गर्नुहोस् र सेम चाहिँ स्टेप बाई स्टेप फलो नि गर्न सक्नुहुन्छ होइन। प्ले स्टोर ओपन भइसकेपछि यता साइडमा हेर्नुभयो भने तपाईँको प्रोफाइलको आइकन हुन्छ, त्यहाँ चाहिँ तपाईँले चाहिँ क्लिक गर्नुपर्ने हुन्छ होइन। यहाँ क्लिक गरिसकेपछि त्यसपछि चाहिँ तपाईँको चाहिँ माई एप्स एन्ड गेम्स लेखेको छ, त्यहाँ चाहिँ तपाईँले चाहिँ क्लिक गर्नुपर्ने हुन्छ। यहाँ क्लिक गरिसकेपछि होइन एकछिन चाहिँ चेकिङ फर अपडेट होइन, कुन कुन एपहरू चाहिँ अपडेटमा छ होइन त्यो चाहिँ यसले चाहिँ डिटेक्ट गर्छ होइन। त्यसपछि चाहिँ यहाँ चाहिँ तपाईँको चाहिँ कतिवटा एपहरू अपडेट छ भनेर त्यो यहाँ चाहिँ सो हुन्छ। सो त्यसको लागि चाहिँ यहाँ सी डिटेल्समा चाहिँ क्लिक गर्नुपर्ने हुन्छ होइन। यहाँ क्लिक गर्नुभयो भने यहाँ चाहिँ तपाईँको चाहिँ जति एप तपाईँको अपडेट गर्नु छ सबै सो हुन्छ होइन। अब अपडेट गर्नको लागि यता साइडमा हेर्नुभयो भने अपडेट लेखेको छ, त्यहाँ चाहिँ तपाईँ क्लिक गरिदिनु भयो भने त्यो एप के हुन्छ, त्यो एप त्यही हुन्छ तर त्यो एप चाहिँ भर्जन र त्यसको फ्युचरहरू जुन हुन्छ नि त्यो चाहिँ समावेश भएर अपडेट भइदिन्छ होइन। त्यस्तै अब कुनै एप तपाईँको मन परिरहेको छ होइन, योमा चाहिँ सबै एप अपडेट गर्नु मैले चाहिँ भन्दिनँ होइन। त्यस्तोमा तपाईँले लाग्छ होइन म सबै गर्छु भने तपाईँको इच्छा हो, तपाईँ गर्न सक्नुहुन्छ। र तपाईँ योमा चाहिँ मनपर्ने एपहरू कुन कुन छ तपाईँ चाहिँ त्यो अनुसार चाहिँ आफ्नो फोनमा होइन तपाईँले कुन ठिक लाग्छ त्यो चाहिँ अपडेट गर्न सक्नुहुन्छ होइन। होला तपाईँले थाहा भयो होला कि कसरी एप अपडेट गर्ने। तर एउटा अरू के पुरा ध्यान चाहिँ तपाईँले दिनुपर्ने हुन्छ, तपाईँको फोनको मेमोरी होइन इन्टरनल स्टोरेज जुन हुन्छ तपाईँको फोन कति जिबीको छ होइन त्यही अनुसार चाहिँ तपाईँ चाहिँ हिँड्नुपर्ने हुन्छ होइन। अब इक्जाम्पल लिनुहोस् कि तपाईँको फोन जिबी चाहिँ थोरै छ होइन धेरै छैन, त्यस्तोमा चाहिँ सबै एप चाहिँ तपाईँ होइन अपडेट गरिराख्नु भयो भने त्यो फोनको डाटा जुन छ नि तपाईँकै फोनमा स्टोर गरेर राख्ने हो होइन। त्यही भएर चाहिँ तपाईँ त्यो एपहरूले चाहिँ अपडेट गर्नु जुन तपाईँ प्रोपर होइन युज गरिराख्नु भएछ होइन, हरेक दिन चाहिँ युज गरिराख्नु भएछ भने त्यो एपहरू अपडेट गर्नुभयो भने त्यस्तोमा के हुन्छ धेरै तपाईँको इन्टरनल स्टोरेज जुन फोनको हुन्छ नि त्यो चाहिँ धेरै कन्ज्युम गर्दैन, तपाईँको स्टोरेज अलि चाहिँ सेभ हुन्छ होइन। र तपाईँहरूले चाहिँ नेक्स्ट भिडियोमा म तपाईँहरूलाई यो पनि जानकारी दिन्छु कि तपाईँको फोनमा जुन हेभी डाटा कन्ज्युम गरेर राखेको हुन्छ स्टोर गरेर राखेको हुन्छ त्यसलाई कसरी चाहिँ क्लियर गर्ने हो त्यो जानकारी म तपाईँहरूले चाहिँ नेक्स्ट भिडियोमा दिन्छु। भएर चाहिँ म तपाईँहरूलाई भन्छु कि तपाईँहरू हाम्रो च्यानललाई सब्सक्राइब गर्नु भए छैन भने गरिहाल्नुहोस्। गर्नुभयो भने यस्तै जानकारीहरू चाहिँ तपाईँ टाइम टु टाइम अपडेट भइरहेको हुन्छ र तपाईँले थाहा हुन्छ कि कसरी के गर्ने हो भनेर होइन। आई होप तपाईँहरूले चाहिँ थाहा भइसक्यो होला कि कसरी
एप चाहिँ तपाईँ अपडेट गर्ने हो होइन। र तपाईँ नबुझेको ठाउँ कुनै छ भने त्यस्तोमा चाहिँ तपाईँ कमेन्ट बक्समा भन्न सक्नुहुन्छ। र हुन्छ भने सकेसम्म चाहिँ यो भिडियो चाहिँ सेयर गरिदिनु होला कि अरूलाई पनि थाहा हुन्छ कि कसरी एप चाहिँ अपडेट गर्ने, कसरी चाहिँ नयाँ फिचरहरू होइन के हुन्छ होइन। अब कुनै ठाउँ तपाईँ बुझ्नु भएछ नि भने त्यस्तोमा कमेन्ट गर्न सक्नुहुन्छ।